हेलो गाइस, वेलकम टू माय न्यू ब्लॉग। सबैलाई फेरि पनि स्वागत छ मेरो नयाँ ब्लगमा। आज म जाँदैछु दिदीको घरतिर। यसो घुमफिर फेरि पनि हजुरलाई अत्यन्तै छिटो डे बाई डे हाल्न खोज्छु ब्लग। हेर्नुहोस्, माहौल हेर्नुहोस् हाम्रो टोलको। धेरै व्यक्तिहरू छन्, झिलिमिली पनि छ। साथै यहाँ हाम्रो तिहार पनि भइसक्यो। हिजो तिहार थियो, रमाइलो पनि गरेर त रातैभरि तास खेल्थ्यो। अब त्यही भन्दै हजुरहरूलाई पनि स्वागत छ। अब म यसो घुमफिर जाँदैछु। तपाईँले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न नभुल्नु होला। लाइक, सेयर, सब्सक्राइब अनि बेल आइकनको बटन टुङ्नु बजाइदिनु होला। म त फेरि यस्तो घुमफिर जाँदैछु गाइज। तपाईँलाई अरू केही भन्न कमेन्ट नि भन्नु होला, के च्यालेन्ज गर्ने। अब मैले च्यालेन्ज भिडियो पनि हाल्छु। बल्ल हिजो खोलेको च्यानल हो, अब राम्रो हुन्छ ब्लग। अब यस्तै भन्दै म दिदीको घर पनि पुगिसकेको। अब दाइहरू पनि हुनुहुन्छ। टक्क गेट खोलियो है। यहाँ हेर्नुहोस्, यहाँ हिजोको फेरि यस्तो छ, पुरा कपडा धुनी सुनी सबै गर्दै हुनुहुन्छ। कसो गर्छ क्या। अब यति भन्दै म आइसकेको छु दिदीको घरतिर। दिदीले पोछा लाग्दै हुनुहुन्छ। यो क्लिप कटै गएछ। यति भन्दै सन्चै हुनुहुन्छ होला, आरामै। यतिसम्म सुत्नुभएको छ दाइहरू अझै। यहाँ दिदी पोछा लाउँदै अब सबैतिर बस्नु एकैछिन। अब हल्लासल्ला हुन्छ। अरू त्यही हो, नभुलिकन लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। धेरै धन्यवाद छ। हजुरलाई गरिदिनुहोस् छिटोभन्दा छिटो मेरो 10K पुऱ्याइदिनुहोस् न भन्न चाहन्छु। यति भन्न चाहन्छु। अब तपाईँले पनि छठ पर्व आउँदैछ। छठ पर्वको धेरै शुभकामना। तपाईँ दुईजना छठ पर्व मनाउनुहुन्छ मलाई। अब हाम्रो त तिहार हिजो भइयो। अब त्यस्तै भयो। त्यहाँ नि रमाइलो भयो। हिजो 12 वर्षसम्म खेल्यो तास। 12-1 वर्षसम्म खेल्यो तास। त्यही हिसाबले अब पैसा नि उठेन, हारेर खाइदिएँ मेरो पैसा अझै। यो गाइजमा म दिदी घरदेखि पनि निस्किसकेको छु। घर जान लाग्यो। अब यसो फ्रेस हुन्छ नुहाइधुवाइ। त्यही हिसाबले अब घरतिर पनि छ। यस्तो ब्युटिफुल नजारा छ नि त। धान बाली हेर्नुहोस्, धान कति ठुल्ठुलो रातै भएन पाकेर अब काट्ने बेला आइसक्ने छ। मेरो घर चाहिँ अहिले देखाउनु छु। मेरो घर अहिले देखाउँछु। मेरो भिडियोमा भनिरहनु होला। मैले छिट्टै होम टुर पनि दिँदैछु। यहाँ हेर्नुहोस् मेरो घर। यो मेरो घर हो। धेरै ठुलो पनि छैन, ठिक्कैको है। यति भन्दै आज म यो भिडियोलाई यही टुङ्गाउन चाहन्छु। थ्याङ्क यू फर वाचिङ भिडियो। बाई।